हाई गाइस, आज चाहिँ म चिकन पप बनाउनु पर्यो भनेर बसेको थिएँ। आज म कामबाट आएर अल्छी लाग्यो हो, अन्त कति बाहिरको खानु भनेर चाहिँ आज चाहिँ घरमै बनाउन आँटेको। त्यस टाइम चाहिँ मैले चिकन पप अर्कै गरेर बनाउने, चिकन र ब्रोकली लगाएर। हेरौँ न ल कस्तो हुँदो रहेछ। अन्त मैले सबै रेडी पारेर राखेको छु। अन्त बनाउँदै स्टेप बनाउँदै तपाईँहरूलाई पनि देखाइराख्छु। चाहिँ मैले ग्यास अन गर्यो। हेरौँ अब कस्तो बनिँदैछ चिकन पप। अब चाहिँ मेरो प्यान तातेको त्यस्तै पनि छ। तेल लगाइदिनु पर्यो। अब कति फर्स्ट चाहिँ तेलमा फ्राई गर्छु, त्यहाँबाट बनाउन यतिले हुन्छ, बेसी लगाउनु हुँदैन, यतिले हुन्छ। अब मैले चिकन लगाएर फ्राई गर्दैछु। चिकन चाहिँ पुरा बाहिर निस्किँदैछ नि त, बन्द गरेर फ्राई। चिकन अलिक छिटो पाक्नुको लागि म नुन लगाउँदैछु। नुन लगाएर फ्राई गर्दा ठिकै हुन्छ, तर बेसी लगाउनु पर्दैन, अलिअलि गरेर लगाएर भइहाल्छ। किनभने भरे फेरि थप्नुपर्छ नुन हो यसमा। सिन्स अब मासु अलिकति गोल्डन कलरमा टर्न भएछ, म यसमा के अरे जिन्जर गार्लिक पेस्ट लगाइदिन्छु। जिन्जर गार्लिक पेस्ट मैले जिन्जर गार्लिक पेस्ट अगाडि लगाएको कारण चाहिँ यो तेलमा अलिक राम्रोसँगले फ्राई भयो भने चाहिँ के भन्छ अलिक टेस्ट मजाले आउँछ जिन्जर र गार्लिकको। त्यही भएर म फर्स्टमै जहिले पनि सब्जी पकाउँदाखेरि जिन्जर र गार्लिकको पेस्ट अगाडि लगाउँछु। अनि ठिक्कै 1 मिनट आफ्टर चाहिँ म यो ओनियन लगाइदिन्छु। ओनियन टमेटो राम्रोसँगले अलिक फ्राई हुनुको लागि टमेटो पनि लगाइदिन्छु। अन्त ओनियन र के अरे टमेटो लगाएर चाहिँ एकछिन के भन्छ फ्राई हुन दिन्छु म। त्यो पनि लो फ्लेममा अलिकति फ्राई होस्, सो द्याट यो नडरोस् भनेर। अन्त त्यसको माथि म यसमा छोपेर राखिदिन्छु। त्यहाँबाट अलिकति हेर्नु चिकन के भन्छ भनेर। अब यो टमेटो मजाले उसमा गाल्नु दिनु होइन सब्जीमा। चलाइसकेर चाहिँ फेरि एकछिनको लागि छोपेर राखिदिनु। आफ्टर 5 मिनट्सको यसमा चाहिँ त्यहाँबाट चाहिँ मैले चिली पाउडर लगाउँदैछु। चिली पाउडर लगाएर अलिकति फ्राई गर्छु। चिली पाउडर लगाएर अलिक चलाउँछु। मेरो एउटा हातले बनाएर एउटा हातले गर्दाखेरि चाहिँ क्यामेरा अलिक उयो हुँदैछ, माफ गरिदिनुहोस्।